र सप्रमाण बोलिरहेको छु। म तपाईलाई देखाउँछु कसरी विभिन्न दूतावासहरू राति 12 बजे सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको बालुवाटारको निवासमा छिर्छन्। त्यो गाडीमा को थिए? त्यहाँ त सीसीटीभी क्यामेरा छ नि। त्यो सीसीटीभी क्यामेरा नेपाली नागरिकको अगाडि के सार्वजनिक गर्नुहुन्छ? डेट मिति दिन म तयार छु। जुन दिन म निर्मल निवासमा लाइभ गरेको छु नि, निर्मल निवासको बाहिर गेटमा, त्यो दिन प्रधानमन्त्री कार्यालयमा कुन चाहिँ दूतावासको गाडी ओहोर दोहोर गरिरहेको थियो र त्यो दूतावासको गाडीमा को बसिरहेका थिए? यहाँ हाम्रो देशलाई प्रयोगशाला बनाइदिँदैछ, रणभूमि बन्दैछ हाम्रो देश। जति तपाईहरू सामान्य बुझ्दै हुनुहुन्छ त्यो सामान्य त कुरा होइन, यो बडो गम्भीर विषय छन्। बोल्दाखेरि फेरि सोच्न थाले। किन सोच्न थाले भने बोलौँ कि नबोलौँ? म तपाईहरुलाई भन्न चाहन्छु, जुन दिन 23 गते घटना भयो, शान्तिपूर्ण प्रदर्शनमा गोली चल्यो, ल ठीक छ, मान्यौं। 24 गते बानेश्वरको फुटेजहरू निकालियोस्। ब्ल्याक टी सर्टहरू कसले लगाएको थियो र त्यो ब्ल्याक टी सर्टमा